समय किन चाँडो बितेको जस्तो लाग्छ त? तपाईले याद गर्नुभएको होला कि सानो छँदाखेरि तपाईको निम्ति 1 वर्ष पनि कति धेरै लामो समय हुन्थ्यो। इनफ्याक्ट तपाईको निम्ति 1 दिन पनि कति धेरै लामो समय हुन्थ्यो। तर अहिले आएर तपाईलाई समय धेरै चाँडो गएको लाग्छ। यो किन भएको त? समय आफैमा स्पिड अप भएको त होइन नि त, तर हाम्रो जीवन र हाम्रो एक्सपिरियन्स बदलेको। यसमा गहिरो कारण पनि छ कि तपाई सानो हुँदाखेरि हरेक चीज तपाईको निम्ति नयाँ हो। नयाँ विद्यालय, नयाँ साथी, नयाँ सम्झना, महसुस गर्ने त्यो डर, त्यो प्रेमको अनुभूति, सबै चीज नयाँ हुँदछ र यो नयाँपनले तपाईको ध्यान आकर्षण गर्दछ र ध्यान आकर्षण हुँदा नै मेमोरीहरू बन्दछ जुन तपाईले सम्झना राख्नु हुँदछ। तर अहिले आएर उमेर बढ्दै गर्दाखेरि किन यस्तो लागेको त? तपाईको जीवन र दिनचर्या दोहोरिएको छ, सिमिलर भएको छ। तपाई उठ्नुहुन्छ, काममा जानुहुन्छ, फर्किनुहुन्छ, खाना खानुहुन्छ, फोन स्क्रोल गर्नुहुन्छ, सुत्नुहुन्छ, फेरि उठ्नुहुन्छ। यतिकै रिपिटमा तपाईको जीवन चलिरहेको छ। र यस्तो हुँदाखेरि सिमिल्यारिटिज हरेक दिन हुँदै गर्दाखेरि कुनै नयाँ नौलो चीज नहुँदै गर्दाखेरि दिमागले पनि हरेक दिनलाई सम्झन सक्दैन र तपाईले महिना सकेको पनि पत्ता पाउनुहुन्न। ठुलो भएपछि धेरै जिम्मेवारीहरू थपिन्छ, परिवारप्रति तपाईको जिम्मेवारी थपिन्छ। उमेर बढिरहेको तपाईले महसुस गर्नुहुँदछ, तपाईलाई चिन्ता हुँदछ, तपाईलाई लाग्छ कि जीवन त एकदमै सीमित छ, समय एकदमै सीमित छ र धेरै चीज अझै गर्नु बाँकी छ। सायद यही सोच्नले पनि तपाईलाई समय चाँडो गएको लाग्न सक्छ। हामीले समयलाई नै त स्लो गर्न सक्दैनौं, तर हाम्रो जीवनको एक्सपिरियन्सलाई त के हदसम्म स्लो गर्न सक्छौं होला नि त। र त्यसैले केही नयाँ चीज गर्नुहोस्, नयाँ ठाउँमा जानुहोस्, नयाँ नौलो मान्छेलाई भेट्नुहोस्, नयाँ चीज तपाईले सिक्नुहोस्, कुनै नयाँ स्किलहरू तपाईले सिक्न सक्नुहुँदछ। किनभने लामो जीवन धेरै वर्ष जिउनुमा मात्र होइन, तर सायद धेरै सम्झनाहरू तपाईको यादमा हुनु नै हो।